So hello guys, welcome to my vlog हैन म चाहिँ धेरै दिनसम्म चाहिँ अब भ्लग गर्नु पर्यो भनेर सोचिरहेको थिएँ हैन सो एभ्रीवन इज ग्रोइङ इन भ्लग त्यो देखिरहेको हैन एउटा स्ट्रगल गर्नुपर्दो रहेछ हैन म पनि अब हैन भ्लग गरिरहेको छु तर अहिलेसम्म चाहिँ क्यामेरामा फेसअप नगरेको भएर चाहिँ मलाई चाहिँ अलिकति अपवर्ड फिल भइरहेको छ होइन होप तपाईँहरूले अब मेरो भिडियोहरू पनि मजाले हेरिदिनुहुन्छ भन्ने लागिरहेछ होइन अब मेन त अब कन्टेन्ट चाहिँदो रहेछ होइन कन्टेन्ट के गर्ने होइन नेपालमा भएको भए सायद कन्टेन्टहरू निस्किन्छ डेली लाइफमा के गरिन्छ कसो गरिन्छ भ्लगहरू यता घुम्नु गयो उता घुम्नु गयो साथीहरूसँग भेट्दा अथवा ऊ गर्दाखेरि आइडियाजहरू हुन्छ अब यहाँ चाहिँ अब म चाहिँ एज साउदीमा भएर होइन अब कसरी चाहिँ भ्लगिङ गर्ने अथवा डेली लाइफ अब एक त के भन्छ ड्युटी गयो खायो पियो अनि सुत्यो त्यति मात्र एउटा लाइफस्टाइल छ नि त यहाँ स्पेसली एब्रोडमा होइन अब त्यही माथि अब हामी त युरोप कन्ट्रीमा पनि छैन होइन सो हामी चाहिँ अब जिसिसीमा भएको खण्डमा त्यस्तो लाइफस्टाइल हुँदैन होइन अब बाहिर युरोप अथवा अमेरिका कुनै उसमा गएको भएर ल यहाँ चाहिँ अब ल बाहिर जाउँ यसो होइन हुन्थ्यो नि त अब यहाँ चाहिँ त्यस्तो छैन सो त्यही भएर कन्टेन्ट चाहिँ के को बारेमा चाहिँ कन्टेन्ट गर्ने भ्लगिङ डेली लाइफको बारेमा के गर्न सकिन्छ भनेर चाहिँ मैले चाहिँ भ्लगिङ अब सुरु गर्दैछु होइन होप सबैजनाले बिस्तारै सपोर्ट गर्नुहुन्छ होइन माया गर्नुहुन्छ साथ दिनुहुन्छ होइन त्यही हो गाइजहरू होइन अब गाइजहरू अब त्यही त नि अब जति पनि हाम्रो यता बाहिर बस्ने होइन दाजुभाइहरूले होपफुली मन पराइदिनुहुन्छ होइन दाजुभाइ तथा दिदीबहिनीहरूले सबैले अब गाइजहरूले यता सपोर्ट गर्छन् होइन त्यही हो के अरे बेसिकबाट म अब भ्लगिङ स्टार्ट गर्न गइरहेको छु होइन कसो हुन्छ के हुन्छ होइन अब आज चाहिँ के को बारेमा गर्ने होइन अब साथी पनि अब इजिप्सियन छ दुईजना छौँ इजिप्सियन छ त्यसलाई इङ्ग्लिस आउँदैन इङ्ग्लिसमा कुरा गरौँ भने पनि होइन अरबी मात्र बोल्छ अब अरबीलाई आफूलाई अलिअलि टाकन टुकुन होइन टक्क टाइपको रिप्लाई अलिकति अब बेसिक होइन अब खाना खायो यस्तो त्यस्तो सन्चो बिसन्चो यताउति बेसिक कुराहरू मात्र आउँछ एडभान्स अरबिक ल्याङ्ग्वेज आउँदैन नि त सो अब स्पेसली अब अरब कन्ट्रीमा भइसकेपछि यहाँ चाहिँ अब टोटल्ली क्या अरबिक नै मोस्टली प्रिफर गर्छ नि त सबैजनाले सो इङ्ग्लिस चाहिँ अब मेबी 100मा 5% चाहिँ युज हुन्छ इङ्ग्लिस ल्याङ्ग्वेज होइन त्यो पनि अब बिरलै अब कि त स्मार्ट हुनु पऱ्यो होइन इङ्ग्लिस बोल्नलाई त्यस्तै छ गाइजहरू होइन अब यो मेरो सानो भ्लग हो छोटो होइन धेरै लामो पनि गर्दिनँ होपफुली अब नेक्स्ट भ्लगमा चाहिँ केही इन्फर्मेटिभ कुराहरू चाहिँ राख्ने प्रयास गर्नेछु गाइजहरू है ल है गाइजहरू ल सपोर्ट गर्नु होला होइन किप वाचिङ किप लभिङ होइन मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला है गाइज त्यस्तै छ यो भ्लग चाहिँ र हो होइन र भ्लग हुनेछ होइन विदाउट एनी अनकट्स होइन डाइरेक्ट भ्लग हुनेछ त्यही हो गाइजहरू ल सी यू गाइज